हजुर नमस्कार। हामीले आज चाहिँ यो ममता राई बहिनीलाई यहाँ घरमै आएर यो भोजपुर नगरपालिका वार्ड नम्बर 1 को भाम यो चाहिँ हेलौँछारमा हामी आएर घरमै आएर नागरिकता वितरण गर्यौं। आज सार्वजनिक बिदाको दिन पनि हो। यो सार्वजनिक बिदाको सदुपयोग पनि गरे हो वास्तवमा हामीले गर्दाखेरि चाहिँ ममता बहिनीको चाहिँ बुवा आमा बेपत्ता हुनुहुन्छ र अदालतले नै उहाँलाई हजुरआमाको संरक्षकतामा रहने गरी किटान पनि गरिदिएको छ। तर उहाँको हजुरआमा चाहिँ शारीरिक ढंगले अशक्त हुँदैछ, प्यारालाइसिस भएको, यहाँबाट जान सक्ने अवस्था पनि थिएन। त्यसैले उहाँको अशक्तताको अवस्थालाई हेरेर घरमै गएर शनाखत गरेर नागरिकता वितरण गरौं भन्ने प्रक्रियाले हामी यहाँ आएको। योभन्दा अगाडि पनि हामीले रामप्रसाद राई गाउँपालिकाको एकजना दृष्टिविहीन नागरिकलाई यसै गरी घरमा गएर नागरिकता दिएका छौं। आमचोक गाउँपालिकाको एकजना दृष्टिविहीनलाई नागरिकता दिएका छौं। त्यसै गरी यो पौवादुङबा गाउँपालिकाको एकजना अशक्त मानिस शनाखत गर्न सक्ने मान्छेलाई पनि घरमा गएर नागरिकता वितरण गरेका छौं। अब हामीलाई सार्वजनिक बिदाको दिनमा अरू बेला फुर्सद भएको समयमा नागरिकहरूको सेवा गर्ने अवसर मिल्छ भने यो पुण्यको काम किन नगर्ने भन्नका लागि हाम्रो साथीहरू पनि यहाँ हुनुहुन्छ जिल्ला प्रशासन कार्यालयको, उहाँहरूको टिम लिएर पनि हामीले यो काम गरेका हौं। र त्यहाँदेखि बाहेक चाहिँ हामीले आमचोक गाउँपालिका र हतुवागढी गाउँपालिका अनि रामप्रसाद राई गाउँपालिकामा चाहिँ गाउँपालिकाकै मुकाममा जिल्ला प्रशासनको अस्थायी मुकाम स्थापना गरेर पनि हामीले नागरिकता वितरण गरेका छौं। र यसमा चाहिँ यो स्थानीय जनप्रतिनिधिहरूको असाध्यै सकारात्मक सहयोग पनि हामीले पाएका छौं र उहाँहरूप्रति हामी असाध्यै धेरै कृतज्ञ पनि रहेको बेहोरा जानकारी गराउन चाहन्छु। धन्यवाद। कलियुगको मेरो आफ्नो भनाइ है, बिल्कुल आफ्नो भनाइ, कलियुगको एउटा गड हो कि जस्तो नि मलाई आफूलाई लागेको कुरा है। यो धेरै फुर्काएर बोले भने म आफूलाई लागेको कुरा हो, तर त्यस्तो लाग्यो क्या मलाई चाहिँ। नमस्कार, मेरो नाम चाहिँ जिरामणि राई, भोजपुर नगरपालिका वडा नम्बर 1 का वडा अध्यक्ष हो। यो त मलाई त अब छोटोमा भन्नुपर्दा अब अपाङ्ग गरिब, अपाङ्ग भन्नु नै होइन, एकदमै कस्तो भावुक शब्द होइन, पीडित। अब अपाङ्गलाई अब यस्तो दुर्गममा, यस्तो चाहिँ अब कुनामा एउटा नेपाली नागरिक प्रमाणित हुनको लागि, शनाखतमा बस्नको लागि चाहिँ अब यत्रो घण्टौं यात्रा सवारी साधन आउने पनि अवस्था एकदमै गाह्रो। अब स्ट्रेचरमै बोकेर लानुपर्ने जस्तो बर्खाको टाइम, यस्तो अवस्थामा सिरो सापले चाहिँ होइन म त्यस्तो अब शनाखतमा बस्ने अभिभावक चाहिँ अशक्त हुनुहुन्छ भने म घरमै गरेर दिन्छु, किन उहाँलाई दुःख दिनु भन्ने शब्द नै म त एउटा के भन्ने अब कलियुगको एउटा निम्छुरोहरूको लागि चाहिँ एउटा भगवान प्रकट भएको जस्तो महसुस लागेको छ मलाई चाहिँ। अब त्यही कुर्सीमा त्यही उहाँले नै व्रत ग्रहण गरेर बस्ने सिटो सापहरूले नै मैले धेरैवटा नागरिकता लगेर जाँदा जसरी पनि ल्याउनु पर्यो, शनाखतमा मान्छे त हुनु पर्यो, नभए नागरिकता कसरी दिने भन्ने जवाफ पाउँथेँ म अरू बेला। अध्यक्ष नभएको भन्दा अगाडि पनि म त अहिले नागरिक हिसाबले भोजपुरमा त यहाँ 50-52 वर्ष भयो, यहाँको स्थानीय मान्छे हुँ म। अब धेरै पहिलादेखिकै हाम्रो जुजु बाजेकै पालादेखि बसेको ठाउँको मान्छे हुँ म। अब धेरै अगाडि पनि म सामाजिक पाटोमा हिँड्दा पनि नागरिकको कामहरू, नायताहरूको बारेमा म सिडिओ कार्यालय जान्थेँ। तर सिडिओ साहबले सिडिओको कुर्सीमा बसेर यति मिठो अशक्त छ, प्रेसरले हानेको बिमारी ओछ्यानमा शनाखतमा बस्ने मान्छे चाहिँ ओछ्यानमा सुतिराख्नु भएको छ, कसरी ल्याउँ होला सिडिओ साहब भनेर सल्लाह माग्दा छोटोमा ल म त्यहीँ गएर नागरिकता दिन्छु, तपाईँहरूले यहाँ ल्याउने सोच नराख्नु होला, गाह्रो छ भने म त्यहीँ आएर दिन्छु, भइहाल्छ भन्नुभयो। त्यो नै म चाहिँ एकदम खुसी छु र हाम्रो सिडिओ साहबलाई मुरी धन्यवाद दिन चाहन्छु।